हेलो गाइजहरू आज चाहिँ म बिहान बिहान उठिसकेको छु। अब हाम्रो इक्जाम सुरु भइरहेको अनि म पढिरहेको छु। दिमागमा केही घुसि नै राखेन, बिहानदेखि उठेर पढिरहेको छु बट केही पनि छिराखेन। यत्रो कति धेरै पढ्नु मलाई कन्ट्री हुँदैन। अब म एकछिन पढ्छु अनि हजुरहरूसँग भेट्छु है। गाइजहरू हाम्रो घरमा चाहिँ सबैजना सुतिरहनु भएको, म मात्रै उठाएको छु। बाबा चाहिँ बिहानै काममा जानु भइसकेको छ। अब म जान्छु मुख धुन। गाइजहरू आज चाहिँ त्यति साह्रो ढुसी चाहिँ परेन छ है। आज चाहिँ अलि तातो रहेछ, न त ढुसीले सेतै बनाउँथ्यो। हेर्नुहोस् हाम्रो यतातिरको मौसम चाहिँ एकदम राम्रो भइरहेछ। अब यस्तो चिसोमा मुख धुनुपर्छ होइन, मुख नधोइकन लाज हुन्छ क्या। र मेरो ताल पऱ्यो भने त म मुख धुदिन्थेँ, तर मुख धुनै पर्छ। दाँत पनि ब्रस गर्नुपर्छ। दाँत फोहोर भइरहेको, हिजो भर्खर गरेको कति चाँडो फोहोर हुन्छ भने। हेर्नु न गाइस, मैले कस्तो टोपी लगाइरहेको छु, यस्तो परेको टोपी लगाइरहेको छु। अस्ति भर्खर किनेको टोपी कति डुप्लिकेट आउन थालेको हौ। के भन्छ, अस्ति भर्खर किनेको थिएँ, अहिले त ल यस्तो भइदिरहेको कि मम्मीले यसले नि गराऊ मलाई गाली गरिदिएर। म त एकछिन त म चाहिँ इनारमा गएर दिनभरि कराउँछ, रातभरि कराउँछ होइन। यो कुखुरा काटेर खाइदिउँ भने पनि खानै मन लाग्दैन कि। अब चाहिँ म गएर इनारबाट पानी लिएर आउँछु है। गाइजहरू मैले इनारबाट पानी ल्याएँ, तर यति ल्याएँ, मम्मीले देख्यो भने मार्नुहुन्छ। इनारमा गएपछि एक बोतल पानी ल्याउन सक्दिनँ, बट मैले यति मात्रै ल्याएँ। अब म मेरो कपाल बाँच्छु भने मुख धुन्छु। गाइजहरू अब मैले चाहिँ कपाल बाँधिसकेको छुइनँ, अब म चाहिँ मुख धुन्छु। मुक्ति धोइसकेको छ है। टोपी चाहिँ लाउनु पर्छ है, यहाँ फेरि जाडोले मर्छ। गाइजहरू अघिसम्म चाहिँ म मात्रै उठाएको थिएँ, तर अब चाहिँ मम्मी पनि उठिसक्नु भएको, हात हल्लाइराख्नु भएको। गाइजहरू अब म चाहिँ चिया बनाउन जान्छु होइन। चिया बनाउँछु, चिनी हाल्छु फर्स्टमा। अब चाहिँ चियापत्ती, मलाई चियापत्ती नै भेट्दैन अब गाइजहरू। चियापत्ती नै भेटिसक्यो।